तपाईले कहिले शान्त भएर सोच्नु भएको छ? अस्ट्रेलियामा 10-15 वर्ष रातदिन काम गर्दा पनि हाम्रा धेरै नेपाली साथीभाइहरू किन फाइनान्शियल फ्रिडम अर्थात् साँचो आर्थिक स्वतन्त्रतासम्म पुग्न सक्दैनन्? हामी साँच्चै नै धेरै मेहनत गर्छौं, डलर पनि कमाउँछौं, तर अन्त्यमा सधैँ त्यही पैसाको तनाव किन भइरहन्छ? आजको यो विशेष विश्लेषणमा हामी यसैको चुरोकुरो खोतल्नेछौं। आज हामी एउटा यस्तो स्पष्ट खाका अर्थात् ब्लुप्रिन्टमा छलफल गर्दैछौं जसले हाम्रो काम गर्ने तरिका र पैसाको व्यवस्थापनलाई हेर्ने दृष्टिकोण नै बदल्न सक्छ। अस्ट्रेलिया आएपछि हाम्रो कमाई त बढ्छ, तर सँगसँगै हाम्रा जिम्मेवारीहरू पनि पहाड बनेर उभिन्छन्। एकातिर नेपालमा परिवारलाई पैसा पठाउनु पर्ने बाध्यता र अर्कोतिर ल अब पिआर पनि आयो, एउटा घर किनेर सेटल हुनुपर्छ भन्ने एकदमै ठूलो सामाजिक दबाव। हामी धेरैजसो पैसा कमाउँछौं त पक्कै, तर लगानी गर्नुभन्दा अगाडि नै त्यो पैसा हाम्रा यी जिम्मेवारी र दबावहरूमा खर्च भइसक्छ। त्यसैले हामी सधैँ एउटै चक्रमा फस्छौं, कमाउने, किस्ता तिर्ने र फेरि कमाउने। अब एकछिन हाम्रो समुदायको वास्तविक आर्थिक अवस्था र जनसाङ्ख्यिकीय तथ्याङ्कलाई नजिकबाट बुझौं। यो नम्बर एकदमै चाखलाग्दो छ, 29.1। खासमा अस्ट्रेलियामा रहेको हाम्रो सम्पूर्ण नेपाली समुदायको औसत उमेर हो यो। यसको सिधा अर्थ के हो भने हामी धेरै जसो एकदमै युवा छौं। हामी अहिले आफ्नो जीवनको त्यस्तो चरणमा छौं जहाँ हामी सबैभन्दा धेरै कमाउन सक्छौं। तपाईँ विद्यार्थी हुनुहुन्छ वा वर्किङ प्रोफेसनल, यदि आजैबाट बुद्धिमानीपूर्वक वित्तीय निर्णयहरू लिनुभयो भने समय नै तपाईँको सबैभन्दा ठूलो हतियार बन्न सक्छ। पछिल्लो 1 दशकमा अस्ट्रेलियामा हाम्रो वृद्धि अचम्म लाग्दो छ। सन् 2014मा हामी जम्मा 42,900 जति थियौं, तर जुन 2024सम्म आइपुग्दा यो संख्या झण्डै 2 लाख अर्थात् 1,97,800 पुगेको छ। हामी अहिले अस्ट्रेलियाको 8औं ठूलो आप्रवासी समुदाय बनिसकेका छौं। जनसङ्ख्या मात्र होइन, समग्रमा हाम्रो समुदायको कमाउने क्षमता पनि त्यही अनुपातमा बढेको छ। तर यहाँनिर एउटा एकदमै गम्भीर चुनौती छ। नेपालमा समग्र वित्तीय साक्षरता, जसलाई हामी फाइनान्शियल लिट्रेसी भन्छौं, त्यो 40% भन्दा पनि तल छ। हामीमध्ये धेरैजना शेयर बजार, म्युचुअल फन्ड, बोन्ड वा कम्पाउन्डिङ जस्ता कुराहरूको खासै ज्ञान नभइकन अस्ट्रेलिया आइपुग्छौं। अनि यहाँ आएपछि ठूलो मोर्टगेज लिने कि स्टक मार्केटमा जाने कि सुपरएन्युएसन बढाउने, यी विकल्पहरू छान्ने बेलामा हामी नराम्रोसँग अलमलमा पर्छौं। र त्यही अलमलको बीचमा सुरु हुन्छ घर किन्ने त्यो चर्को सामाजिक दबाव। अस्ट्रेलियामा घर किनेपछि मात्रै राम्रोसँग सेटल भइन्छ। तपाईले पनि पक्कै यो कुरा सयौं पटक सुन्नुभएको होला। यो भनाइ हाम्रो सोचको यति गहिरो हिस्सा बनिसकेको छ कि हामी अरू कुनै विकल्प नै सोच्दैनौं। घर किन्ने सपना आफैमा एकदमै राम्रो हो, तर यो तीव्र सामाजिक दबावले गर्दा हामी बेला नभइकन गलत मूल्यमा र एकदमै महँगो ब्याज दरमा हतार घर किन्न पुग्छौं। हतारमा ठूलो ऋण लिँदाको यथार्थ एकदमै डरलाग्दो छ। अहिले अस्ट्रेलियामा घरको ऋण अर्थात् मर्टगेज लिनेहरूमध्ये 39% मानिसहरू आफ्नो मासिक किस्ता तिर्न सङ्घर्ष गरिरहेका छन्। सोच्नुस् त, घर किन्नु पक्कै पनि नराम्रो होइन, तर वित्तीय तयारी नै नगरी गलत समयमा ठूलो ऋण बोक्नु भनेको आफूलाई जानी आर्थिक जोखिममा धकेल्नु हो। सिडनीकै एउटा सामान्य उदाहरण लिउँ। अहिले त्यहाँ एउटा औसत घरको मासिक मोर्टगेज $7,275 पुगिसकेको छ, जबकि त्यस्तै घरको मासिक भाडा जम्मा $3,211 छ। यसले हाम्रो खल्तीमा कति ठूलो क्याश फ्लो प्रेसर ल्याउँछ तपाईँ आफै हिसाब गर्न सक्नुहुन्छ। तपाईको कमाईको अधिकांश हिस्सा घरकै किस्तामा सकिएपछि भोलि गएर अरू कुनै लगानी गर्ने वा व्यवसाय गर्ने बाटाहरू पुरै बन्द हुन्छन्। त्यसो भए के गर्ने त? के घर किन्नु बाहेक हामीसँग अरू राम्रा विकल्पहरू छैनन् त? पक्कै छन्। अब हामी सम्पत्ति निर्माणका ती शक्तिशाली तरिकाहरू हेर्छौं जुन हामीले प्राय बेवास्ता गरिरहेका हुन्छौं। यो तथ्याङ्कले साँच्चै तपाईको सोच बदल्न सक्छ। सन् 1992 देखि हालसम्मको 30 वर्षको इतिहास हेर्ने हो भने अस्ट्रेलियाको शेयर बजार ASX 200 ले घरको मूल्य वृद्धिभन्दा झण्डै दोब्बर प्रतिफल दिएको छ। पक्कै पनि घर जग्गामा ब्याङ्कको ऋण चलाउन पाइन्छ, जसलाई लिभरेज भनिन्छ, र त्यसको आफ्नै फाइदा छ। तर एउटै सम्पत्तिमा आफ्नो जीवनभरको कमाई खन्याउनु मात्र लगानीको एकमात्र र अन्तिम विकल्प भने पक्कै होइन। शेयर बजारमा पनि विशेष गरी एक्सचेन्ज ट्रेडेड फन्ड्स अर्थात् ETF ले हामीलाई अचम्मको लचकता दिन्छ।
यसमा घर किन्दा जस्तो 20% ठूलो डाउन पेमेन्ट जम्मा गरिरहनु पर्दैन। तपाईले सानो सानो रकम नियमित रूपमा लगानी गरेर पनि सम्पत्ति बढाउन सक्नुहुन्छ। यसले तपाईको पैसा विभिन्न कम्पनीहरूमा बाड्छ, जसले गर्दा जोखिम कम हुन्छ। र सबैभन्दा राम्रो कुरा, यसलाई बेच्दा घरजग्गा एजेन्टलाई जस्तो हजारौं डलर कमिसन पनि तिर्नु पर्दैन। र अर्को सबैभन्दा ठूलो हतियार भनेको हाम्रो सुपर एन्युएसन हो। जुलाई 2025 देखि रोजगारदाताले दिनुपर्ने अनिवार्य सुपर ग्यारेन्टी 12% पुग्दैछ। यहाँ बुझ्नै पर्ने मुख्य कुरा के छ भने तपाईले सुपर एन्युएसनमा जम्मा गर्ने रकममा जम्मा 15% मात्र कर लाग्छ। यो हाम्रो नियमित तलबमा काटिने कर भन्दा एकदमै कम हो। हाम्रो समुदायका युवा प्रोफेसनलहरूका लागि सुपर एन्युएसनलाई सही तरिकाले प्रयोग गर्नु नै सम्पत्ति निर्माणको सबैभन्दा सुरक्षित र शक्तिशाली तरिका हो, जसलाई हामीले अझै पर्याप्त प्रयोग गरिरहेका छैनौं। त्यसो भए 20 वर्षभन्दा बढी अनुभव भएका अस्ट्रेलियाका वित्तीय सल्लाहकारहरूले सिकाउने सम्पत्ति निर्माणको सही तरिका के हो त? अब त्यसबारे कुरा गरौँ। यो नै तपाईको लागि सबैभन्दा भरपर्दो ब्लुप्रिन्ट हो। पहिलो, आफ्नो सिप बढाएर आम्दानी बढाउने। दोस्रो, कम्तीमा 3 देखि 6 महिनालाई पुग्ने इमर्जेन्सी फन्ड वा आपतकालीन कोष बनाउने। तेस्रो, आफ्नो सुपर एन्युएसनलाई अप्टिमाइज गर्ने। र चौथो, ETF मा नियमित लगानी सुरु गर्ने। र अन्त्यमा, जब तपाईँ साँच्चै वित्तीय रूपमा तयार हुनुहुन्छ, तब मात्र एउटा रणनीतिक घर किन्ने अथवा रेन्ट भेस्टिङ जस्तो रणनीति अपनाउने, जहाँ तपाईँ सस्तोमा भाडामा बस्नुहुन्छ र बचेको पैसा अर्को ठाउँमा लगानी गर्नुहुन्छ। यी सबै कुराहरूलाई सँगै राखेर हेर्दा हामी साँचो अर्थमा आर्थिक स्वतन्त्रताको बाटोमा कसरी अगाडि बढ्ने त? एउटा कुरा प्रष्ट रूपमा बुझौँ। अघि हामीले कुरा गरेका वित्तीय चरणहरूलाई कहिल्यै पनि छाड्नु हुँदैन। यदि तपाईँले आफ्नो आर्थिक जग बलियो नबनाइकन समाजको देखासेखीमा हतारमा मोर्टगेज लिनुभयो भने त्यो सबैभन्दा खतरनाक ट्र्याप बन्न सक्छ। धेरै नेपालीहरू समाजको नजरमा स्टेबल त देखिन्छन्, तर भित्रभित्रै उनीहरू फाइनान्शियली फ्री कहिल्यै हुँदैनन्। घरले तपाईँलाई स्थिरता देला, तर सही रणनीतिक लगानीले मात्र तपाईँलाई साँचो स्वतन्त्रता दिन्छ। आजको यो सेसनको अन्त्यमा तपाईले आफूलाई यो एउटा एकदमै महत्त्वपूर्ण प्रश्न सोध्नै पर्छ। के तपाईँ जीवनभर पैसाको लागि मात्रै पसिना बगाउन चाहनुहुन्छ, कि तपाईँको पैसाले तपाईँको लागि काम गरोस् भन्ने चाहनुहुन्छ? हामीले हाम्रो परम्परागत सोचलाई बदल्ने बेला आइसकेको छ। यदि हामीले सुरुवाती दिनबाटै इमर्जेन्सी फन्ड बनाउने, लगानी सुरु गर्ने र सही समयमा मात्र रणनीतिक हिसाबले घर किन्ने जस्ता स्मार्ट निर्णयहरू लियौँ भने हामीले 30 वर्ष अघि नै वित्तीय स्वतन्त्रता पाउन सक्छौँ। सही निर्णय लिन आजैबाट सुरु गरौँ। तपाईँको समयको लागि धेरै धेरै धन्यवाद।